जब तपाईँहरू लाइभ बस्नुहुन्छ, लाइभ बसिसकेपछि तपाईँहरूले यहाँ सेटिङको अप्सनमा गएर चाहिँ तपाईँले अटोमेटिक चार्ट ट्रान्सलेसनलाई चाहिँ तपाईँले अफ गरिदिनुहुन्छ है। जस्तो कि अरू साथीहरूले चाहिँ नेपालीमा कमेन्ट गरिरहनु भएको छ, तर यसले गर्दा तपाईँको चाहिँ के हुन्छ, इङ्ग्लिसमा आउँछ होइन। त्यही भएर तपाईँले यसलाई चाहिँ अफ गरिदिनुहुन्छ होइन। तर साथीहरू अहिलेको समयमा धेरै साथीहरूको के समस्या भइरहेको छ भन्दाखेरि यसलाई चाहिँ तपाईँले अफ गरे तापनि त्यो ट्रान्सलेसनको चाहिँ समस्या समाधान भएको छैन। यसलाई अफ गरे पनि अन गरे पनि यसले कुनै काम गरिरहेको छैन, जसले गर्दाखेरि तपाईँहरूको चाहिँ त्यो कमेन्ट चाहिँ ट्रान्सलेट भएर आउँछ होइन। त्यसैले यसको चाहिँ अहिले चाहिँ केही फाइदा छैन। यसलाई चाहिँ अब तपाईँले दुईवटा ट्रिकबाट चाहिँ अपनाउन सक्नुहुन्छ, जसले गर्दा यसले काम गर्छ है। पहिला म तपाईँहरूलाई जुन एउटा सेटिङ बताउन गइरहेको छु त्यो सेटिङ चाहिँ राम्रोसँग गर्नुहोस्। त्यसपछि तपाईँ चाहिँ लाइभ बस्दाखेरि चाहिँ यसलाई अहिले चाहिँ यो अन छ, यसलाई चाहिँ अफ गरेर अनि लाइभमा चाहिँ तपाईँको चाहिँ ट्रान्सलेसन अफ हुन्छ है त। यस्तै हुनुपर्छ। यदि तपाईँ लाइभ बसिसकेपछि चाहिँ यसलाई अन गर्ने अनि त्यसपछि यसलाई अफ गर्ने। यो चाहिँ अहिले अफै छ, यो चाहिँ अन भयो, यो चाहिँ अफ छ, यो गर्नु होला। तर अब अहिले चाहिँ यति गरेर मात्र हुँदैन, तपाईँहरूले चाहिँ जस्ट के गर्नुपर्छ, सेटिङ गर्नुपर्छ है त। सेटिङ गर्नको लागि चाहिँ म यो लाइभ इन गरिदिन्छु। सेटिङ गर्नको लागि चाहिँ तपाईँहरूले के गर्नुपर्ने हुन्छ, सबैभन्दा पहिला तपाईँहरू प्लेलिस्टमा जानु होला। प्लेलिस्ट होइन, तपाईँको चाहिँ प्ले स्टोरमा जानु होला। प्ले स्टोरमा गएर सर्चमा जानु होला र यसमा युट्युब सर्च गर्नुहोस्। युट्युब सर्च गरेपछि यस्तो खालको इन्टरफेस खुलेर आउँछ। यसलाई यस्तो गरेर एकचोटि तपाईँले अनइन्स्टल गरिदिनुहोस्, यसलाई अनलिस्ट गरिदिनुहोस्। अनइन्स्टल गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ अपडेटको अप्सन आयो होइन। अपडेट गरिदिनुहोस् यसलाई। अपडेट गरिसकेपछि तपाईँले चाहिँ एकचोटि चेक गर्नुहोस् कि तपाईँको लाइभमा फेरि त्यो समस्या आएको छ कि छैन भनेर। तपाईँले युट्युब अपडेट गर्दा पनि तपाईँको त्यो समस्या समाधान भएन भने अब तपाईँले के गर्नुपर्ने हुन्छ, जस्ट सिधा तपाईँले सेटिङमा जानुहोस्। सेटिङमा गइसकेपछि तपाईँको चाहिँ यहाँ तलतिर हेर्नुहोस्। तलतिर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ एप म्यानेजमेन्ट भनेको छ। एप म्यानेजमेन्टमा जानुहोस् अनि एप लिस्टमा जानुहोस्। एप लिस्टमा गइसकेपछि तपाईँले यहाँ युट्युब खोज्नुहोस्। युट्युब आयो होइन। युट्युबलाई टच गर्नुहोस्। टच गरिसकेपछि स्टोरेज एन्ड क्याच भन्ने अप्सन आएको छ, यसमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँले यहाँ तलतिरबाट देख्न सक्नुहुन्छ नि क्लियर क्याच, यसमा क्लिक गर्नुहोस्। अब तपाईँको समस्या समाधान हुन्छ। नपत्याए तपाईँले चाहिँ गएर लाइभ बसेर एकचोटि ट्राई गर्नुहोस्। धन्यवाद। भिडियो कस्तो लाग्यो, मन पर्यो लाइक कमेन्ट सब्सक्राइब गर्नु भने नबिर्सिनुहोस्।